नमस्कार। अलिकति अप्ठ्यारोमा परेको महसुस भयो। आम मानिसहरूले हामीमाथि जुन किसिमको विश्वास गर्नुहुन्छ त्यसमाथि खेलिँदैछ, त्यसमाथि खेलबाड गरिँदैछ र त्यसलाई भत्काउने प्रयास गरिँदैछ भन्ने किसिमको महसुस भयो र आज यति बोल्नुपर्ने भयो। माफ गर्नुहोला। मैले टिकटक आइडी खोलेको 2 हप्ता जति भयो। 2 हप्ता अगाडि टिकटक आइडी खोलेर मैले एउटा भिडियो अपलोड गरेँ र भने म आजबाट टिकटकमा उपलब्ध छु, यो मेरो अफिसियल टिकटक एकाउन्ट हो। त्यसपछि लगत्तै मेरा 100 भन्दा बढी फेक आइडीहरू खोलियो जसमा मेरै नाम छ, मेरै फोटो छ र मै बोलेका कन्टेन्टहरू अपलोड गरियो। अब अहिले यो बोलिरहेको छु, एकछिनमा अपलोड हुन्छ। यही भिडियो पनि तिनै फेक आइडीबाट अपलोड हुन्छ जहाँ मेरै नाम छ, मेरै फोटो छ। आम मान्छेहरूलाई लाग्छ यसकै नाम छ, यसकै फोटो छ, यही बोलिरहेको छ, यसकै आइडी हो। नझुक्किनु होला, मेरो आइडीमा 3,50,000 भन्दा बढी फलोअर्स छ। त्यो मात्रै मेरो आइडी हो। अब त यसरी भन्नुपर्ने भयो, 3,50,000 भन्दा बढी फलोअर्स भएको आइडी मात्रै मेरो हो। अब यो 2 हप्तामा के भयो भन्ने कुरा भन्छु है म तपाईलाई, सरसरी भन्छु। सबै कुरा त अहिले यहाँ भनेर साध्य छैन। मलाई एकजना प्रहरी कर्मचारीको फोन आयो। उहाँले भन्नुभयो तपाईमाथि उजुरी परेको छ, साइबर क्राइमको उजुरी परेको छ। तपाईले आफ्नो टिकटक आइडीमा नभएका, भ्रामक, हुँदै नभएका, कपोकल्पित सूचनाहरू सम्प्रेषण गरिरहनु भएको छ, त्यसलाई भाइरल गराइरहनु भएको छ भनेर एकजना पीडित तपाईमाथि कारबाही हुनुपर्छ भनेर आउनु भएको छ भनेर फोन आयो। त्यो फेक आइडी थियो। एकजना महानुभावको, हाम्रा शुभचिन्तक हुनुहुँदछ, उहाँको अफिसमा फोन आएछ र उहाँले भन्नुभएछ म अपिल सरलाई हस्पिटलमा भेट्न आएको छु, कति नम्बर बेडमा हुनुहुन्छ उहाँ भनेर सोध्नुभएछ। हाम्रा अफिसका साथीहरूले उहाँले जवाफ दिनुभयो उहाँ हस्पिटलमा हुनुहुन्न, बिरामी पनि हुनुहुन्न, उहाँ त अफिसमा हुनुहुन्छ, काम गरिरहनु भएको छ। उतापट्टि उहाँ मान्नु भएन। होइन, उहाँले आफ्नै टिकटक आइडीमा फोटोसहित हालेर म हस्पिटलमा छु, बिरामी भएको छु, चिकित्सै छु भनेर भन्नुभएको छ। त्यो फेक आइडी थियो। एकजना महानुभावले महिला फोन गर्नुभयो हिजो र भन्नुभयो सर त्यो पैसा लिएर काम भनेर सोध्नुहुन्छ। मैले सोधेँ के को पैसा? उहाँले भन्नुभयो अघि तपाईँसँग टिकटकमा कुरा भएको थियो नि, मेसेजमा कुरा भएको थियो नि, म त्यही मान्छे हो, तपाईँको नम्बर पनि थियो, त्यही भएर फोन गरेको, तपाईँले पैसा लाग्छ भन्नुभएको थियो नि, त्यो पैसा लिएर आएको। हाम्रो नाममा मेरो नाम बेचेर पैसा उठाउने काम समेत सुरु भएछ। त्यो धन्दा पनि सुरु भएछ टिकटकमा। मेरो एकजना मित्रले मलाई फोन गरेर भन्नुभयो कि तपाईसँग त्यस्तो अपेक्षा थिएन, एउटा सञ्चारकर्मीको रूपमा तपाईलाई म सम्मान गर्थेँ आजसम्म, तर त्यो सम्मान तपाईले पुरै गुमाउनु भयो भनेर भन्नुभयो। मैले के गरेँ भनेर सोधेँ उहाँलाई। तपाईले टिकटकमा जे खालका कन्टेन्ट अपलोड गर्नु भएको छ, तपाईँ यो हदसम्म गिर्नुहुन्छ भन्ने मलाई लागेको थिएन भन्ने उहाँले भन्नुभयो। त्यो फेक आइडी थियो। मैले उहाँलाई बुझाउन खोजेँ, तर उहाँलाई मैले बुझाउँदाखेरि पनि धेरै लामो समय लाग्यो। धेरै मानिसहरूले हामीलाई कार्यालयमा फोन गरेर भन्नुहुन्छ कि यो बीचमा भन्ने गर्नुभएको छ कि होइन तपाईँहरू कस्तो किसिमको सञ्चारकर्मी हो, तपाईँहरूलाई अलिकति अध्ययन गर्नुहुन्न, तपाईँहरू अलिकति